दुनियाँको सबैभन्दा ठुलो बोझमध्ये एउटा बोझ ऋण पनि हो, जसको कारण कयौं मान्छे मानसिक रोगसम्म लाग्ने गर्छन्। ऋणको कारण 30% मान्छे मानसिक बिरामी भएको पुष्टि गरिएको छ। नेपाल जस्तो हाम्रो देशमा रोजगारीको अभाव छ। रोजगारी पाएकोले पनि आधारभूत आवश्यकता मात्र पूरा गर्न सक्छन्। त्यसैले हाम्रो देशमा ऋण लिनु अनिवार्य जस्तै बन्दै गएको छ। अहिले थोरै लिएको ऋण पनि ब्याजको स्याज हुँदै धेरै हुँदै जान्छ, जसको कारण पछि गएर मानसिक रोगसम्म पुर्याउन सक्छ। त्यसैले चाणक्यले भनेका छन्, सर्प, शत्रु र ऋण तत्काल समाप्त गर्नुपर्छ, जसले पछि गएर ठूलो समस्यामा पार्न सक्छ। त्यसैले हामीले ऋणबाट मुक्त हुनको लागि 7 उपाय लिएर आएका छौं। नम्बर 1, जसको ब्याज धेरै छ त्यसलाई तत्काल खतम गर्नुपर्छ। जुन ऋणको ब्याज दर धेरै छ त्यसलाई सबैभन्दा पहिला तिर्नुपर्छ। सुरुमा ऋण लिँदा थोरै देखिन्छ, ठिकै जस्तो लाग्छ, तर पछि गएर ब्याजको स्याज हुँदा या डबल हुँदा धेरै नै हुने गर्छ। सबै ऋणको डबल भयो भने एकैचोटि ऋण धेरै हुन्छ, पछि गएर गाह्रो हुन सक्छ। त्यसैले ब्याज दर धेरै भएको ऋण सबैभन्दा पहिला तिर्नुपर्छ। किस्ता किस्ता तिर्ने गर्नुभएको छ भने एकैचोटि धेरै तिर्ने कोसिस गर्नुहोस्, जसको फाइदा थोरै किस्ता मात्रै तिर्नुपर्ने हुन्छ। जति ढिलो तिर्यो त्यति नै धेरै किस्ता तिर्नुपर्ने हुन्छ। नम्बर 2, आवश्यक नभएको वस्तुलाई बेच्नुहोस्। वारेन बफेट भन्छन्, अनावश्यक वस्तुलाई बेच्नुहोस् र आवश्यक कुरामा लगानी गर्नुहोस्। घरमा यस्तो अनावश्यक वस्तुहरू थुप्रै हुन सक्छन्। राम्रोसँग ध्यान दिएर हेर्नुहोस्। 1 वर्षभन्दा धेरै प्रयोग नभएको वस्तु अनावश्यक हुन सक्छ। त्यस्तो वस्तुहरू घरमा हेर्नुहोस्, जस्तै दराज, कुर्सी, ब्याग, टिभी, मोबाइल, फ्रिज, हिटर, ल्यापटप, वासिङ मेसिन, क्यामेरा, साइकल, बुक्स, म्युजिकल इन्स्ट्रुमेन्ट। यस्ता वस्तुहरू तपाईसँग छ र तपाईलाई आवश्यक छैन भने यसलाई बेचेर ऋण तिर्न प्रयोग गर्न सक्नुहुन्छ। नम्बर 3, अनावश्यक खर्च गर्न बन्द गर्नुहोस्। सबैभन्दा पहिला कापीमा 1 महिनासम्मको खर्चलाई लेख्नुहोस्। यसरी लेख्दा आवश्यक खर्च के हो र अनावश्यक खर्च के हो भनेर थाहा हुन्छ। यो थाहा पाएपछि अबदेखि अनावश्यक खर्च गर्न बन्द गर्नुहोस्। यसरी गर्दा थोरै थोरै गरेर पनि 1 वर्षमा धेरै जम्मा हुन पुग्छ, जसले ऋण कम गर्न सहयोग पुर्याउँछ। अनावश्यक खर्च भाडोको पल जस्तै हो, जसले थोपा थोपा गरेर तपाईलाई रित्याउन सक्छ। त्यसैले अनावश्यक खर्चलाई तत्काल बन्द गर्नुहोस्। नम्बर 4, दोस्रो आम्दानीबाट ऋण तिर्नुहोस्। कहिलेकाहीँ हस्बेन्ड वाइफ दुवै जब गर्न सकिन्छ। यस्तो अवस्थामा श्रीमतीको तलबबाट घर चलाउने र हस्बेन्डको तलबबाट ऋण तिर्न सकिन्छ। यसबाहेक पार्ट टाइम जब गर्न सकिन्छ। आफ्नो जबको टाइम बाहेक, ड्युटी टाइम बाहेकको समयमा अरू काम गरेर कमाउन सक्छौँ। जस्तै युट्युबबाट कमाउन सक्नुहुन्छ, त्यस्तै फ्रिलान्स फोटोग्राफी, कन्टेन्ट राइटिङ, ट्युसन पढाउन सक्नुहुन्छ। त्यस्तै अफिस टाइम खत्म भएपछि पार्ट टाइम ड्राइभिङ गर्न सक्नुहुन्छ। नम्बर 5, दैनिक जीवनमा गरिने खर्चलाई लेख्नुहोस्। दैनिक जीवनमा गरिने खर्चलाई लेख्दा अनावश्यक खर्चलाई रोक्न मद्दत गर्छ, जस्तै इलेक्ट्रिक बिल, रेन्ट, वाटर बिल, फुड, इन्भेस्टमेन्ट, लोन। यसरी क्याटेगोरी छुटाएर लेख्नुहोस्। त्यसपछि खर्च लेख्नुहोस्। सबैमा कति कति खर्च भयो भनेर हिसाब गर्नुहोस्। यसरी लेख्दा आवश्यक खर्च र अनावश्यक खर्च थाहा पाउन सकिन्छ र त्यसपछि अनावश्यक खर्चलाई रोक्न सकिन्छ। नम्बर 6, कुनै पनि एक्स्ट्रा पैसा प्राप्त भएमा सिधै ऋण तिर्नुहोस्। अचानक आउने कुनै पनि फाइदा, जस्तै बोनस, यसरी अचानक फाइदा भएमा सिधै ऋण तिर्नुमा खर्च गर्नुपर्छ। घुमफिर, मनोरञ्जन जस्ता कुरामा खर्च गर्न बन्द गर्नुपर्छ। यसरी अचानक फाइदा भएमा अनावश्यक खर्च गर्न बन्द गर्नुपर्छ। सिधै ऋण खत्म गर्नुपर्छ। चाणक्य भन्छन्, सर्प, शत्रु र ऋण तत्काल समाप्त गर्नुपर्छ। नम्बर 7,
समस्यामा होइन समाधानमा फोकस गर्नुहोस्। जे भएर गयो त्यसलाई सोच्न बन्द गर्नुहोस्। जे छ त्यसमा सन्तुष्ट हुनुहोस्। एउटा भनाइ छ, ऋण लागोस् दिन नलागोस्। तपाईलाई ऋण लागेको हो, दिन होइन। मान्छेलाई दुर्घटनामा पर्छन्, ठुलो ठुलो निको नहुने रोग लाग्छन्, जुन समस्या कहिल्यै समाधान हुँदैन। तर ऋण त्यस्तो समस्या होइन। ऋण एक दिन समाधान गर्न सकिन्छ। भनिन्छ मान्छेलाई ऋणले मात्र सङ्घर्ष गर्न सिकाउँछ। त्यसो भन्दैमा ऋण जानी जानी गर्नु हुँदैन। सबैको जीवनमा एक न एक दिन ऋण हुन्छ। खराब समयमा ऋण हुन्छ, तर समय परिवर्तनशील छ। एक समय यस्तो पनि आउँछ, ऋण तिरेर पनि धेरै पैसा कमाउन समय आउँछ। केवल हरेस नखाई निरन्तर सङ्घर्ष गरिरहनुपर्छ।